तोर्पेको कपाल फाटिसक्यो होइन। सो अहिले चाहिँ धेरै दिन पानी आइसकेपछि पानी बन्द भएर हेलो एभ्रिवान, आशा सबैजना स्वस्थ हुनुहुन्छ होला। आज चाहिँ हाम्रो स्कुल जान पर्यो कि होइन। अब स्कुल त अस्ति नै खुल्यो, 4-5 दिन भयो। आज चाहिँ हाम्रो ट्युसन सुरु भइसक्यो कि अहिले चाहिँ 7:30 भयो होइन। 8 बजीमा पुग्नुपर्छ होइन। झ्याम झोरी लाग्छ क्या छ माछा पनि हाम्रोतिर होइन। जता कतै 3-4 दिन भइसक्यो पानी आएको हिलो छ होइन। साह्रै गाह्रो छ कि बेलामा जाडो पनि हुन्छ होइन। अब ट्युसन त जान परिहाल्यो होइन। शुक्रबार होइन, दिउँसो 2 बजीतिर छुट्टी हुन्छ अनि छुट्टी भएपछि आएर अरू भिडियो गराउनु पर्ला नि होइन। अब स्कुलमा फोन लाइन कुरो त भएन, पानी पनि आइरहेको छ होइन। अब त्यही नै हो, त्यतिसम्मलाई बाई। फाइनली अहिले चाहिँ म स्कुलबाट आइसकेँ होइन। अहिले चाहिँ पानी पनि बिदो भइसक्यो होइन। बिहानको जस्तो जाडो पनि छैन होइन। अब चाहिँ नास्ता खाने होइन। बिहानै गएको 7 बजी जानुपर्छ कि ट्युसनमा होइन। भोक पनि लाग्छ, अब नास्ता खाने होइन। त्यस पछाडि बाहिरमा अब पारी जानु पर्ने छ अरे, अनि पारी जाने हो अनि खाने अनि त्यस पछाडि पारी जाने हो होइन। सो अहिले चाहिँ हामी पारी जानको लागि रेडी भएर अब चाहिँ घरबाट निस्किसक्यौँ होइन। बाहिर म जानु लाग्छौँ, केही नि काम छ त्यहाँ, अनि मम्मीले पठाउनु छ अनि त्यहाँ त्यही जानु लाग्छौँ होइन। अब चाहिँ त्यहाँ सुन्तला छ क्या वरिपरि होइन। सुन्तला नि खान पाइन्छ कि अन्त जानु लाग्छौँ होइन। बाहिरमा जाँदैछौँ होइन। यता भाइ छ, पानी पनि पिदो भइसक्यो होइन। जाडो त जाडै छ त्यो पनि, त्यही जानु लाग्छौँ। जाँदैछौँ हामी होइन पारी। अब कत्रो होइन टिप्न लाग्छ होइन। टिपेरले भनेर मैले काम मराएर पठाएको छु होइन। ठुल्ठुलो बेलौटी छ कि टुप्पामा होइन। भाइले चाहिँ अहिले टिप्दैछ होइन। बेलौटी टिपेर ल्याइसक्यो कि बेलौटी होइन। यस्तो छ, अब चाहिँ सिजन जान लागिसक्यो क्या। लास्टमा मिठो हुन्छ क्या अब सिजन जान लागेपछि हुन्छ। अनि अब निस्किनु लागिसक्यो कि होइन। पुरै यो पोखर होइन, चाहिँ माछाहरू छ। अहिले चाहिँ हामी पारी घर आइसक्यौँ। यहीँ हो क्या होइन। सुन्तला छ यहाँ वरिपरि होइन। अब जानु पऱ्यो होइन यहाँ पारी घर होइन। अब चाहिँ यहाँ वरिपरि साना ठुला सुन्तला छन् कि सुन्तलाहरू छन्। यहाँ चाहिँ कता सुन्तला छ होइन। सो यहाँदेखि सुन्तला सुरु हुन्छ कि सुन्तला बारी। यहाँदेखि टन्नै छ परसम्म, कति रुख छ माथिसम्म पुरै सुन्तला छ कि होइन। सुन्तला, कागती, पाइनएप्पल सबै छ कि यहाँ चाहिँ। व्यवसाय कृषि फलफुल व्यवसाय हो क्या होइन। गर्नुहुन्छ त्यही गर्नुहुन्छ होइन। अब यहाँदेखि पारीसम्म छ कि होइन। सानो ठुलो सबै छ क्या, बाटो अप्ठ्यारो छैन। छिप पानी पऱ्यो अनि यहाँ चाहिँ जता कतै सुन्तला हो कि होइन। अब पारीसम्म यहाँ कति सुन्तला छ। सुन्तला चाहिँ कति हो कति, अब हामीले सुन्तला खाइहाल्यौँ होइन। अब सुन्तला चोरी गरेकोमा घर मालिकले देख्न पनि हामीलाई के साल्नु होला है। त्यो चोरी काम गर्दैछौँ हामीले होइन। यहाँ चाहिँ ठुल्ठुलो सुन्तला यहाँ माथि तल जताकतै होइन। जताकतै त्यो पारीसम्म छ कि सुन्तला यहाँ चाहिँ ठुल्ठुलो छ। माइजूले सुन्तला टिप्दै हुनुहुन्छ होइन। अब हरियो छ, अझै पाक्ने बेला भएको छैन होइन माइजू? अझै पाक्ने बेला भएको छैन क्या। अनि हरियो पनि छ अनि अलिअलि पाके पनि छ होइन। उता चाहिँ ठुल्ठुलो छ क्या। यही हो सुन्तला लटरम्म फल्याएको छ होइन। फाइनली अहिले चाहिँ हामी घर जान लागिसक्यौँ होइन। अब बाहिर म भर्खरसँगले अलिकति माइजूले सुन्तला पनि हालिदिन अनि घर ट्याक्क बसेर खाने हो क्या सुन्तला होइन। अलिअलि खानु पनि खायो होइन। अब चिसो छ त्यतिका त खान सकिँदैन। फाइनली अहिले चाहिँ हामीले सुन्तला ल्याएर अब घर आइसक्यौँ होइन। अब ट्याक्क बसेर खाने हो कि अहिले चाहिँ पनि खाइसक्यौँ होइन। सुन्तला खाएर अब घरको कामसाम गर्नु पऱ्यो। कपडा धुन्छु होइन। अब ड्रेस धुनु पऱ्यो होइन। आज शनिबार, भोलि शनिबार होइन। भोलि दिनभरिमा त सुक्दैन होला, त्यही पनि अब अहिले शुक्रबार टाइम छ मसँग होइन। अब म टाइम छ भनेपछि अब धुनु पऱ्यो होइन। कपडा ट्याकटुक पारेर धुनु पऱ्यो कि होइन। फाइनली अहिले चाहिँ मैले कपडा सर्को स्पिडमा धोएर भइसकेँ होइन। अब पानी पनि फेरि पऱ्यो कि लास्ट पानी परिसक्यो होइन। अहिले चाहिँ बेसी पानी परिरहेको छ होइन। अब लास्ट पानी पऱ्यो अनि अब त्योहरू सेफ रहनु होला। अनि
यस्तै भ्लग हेर्दै राख्नको लागि च्यानललाई सब्सक्राइब गर्दै राख्नु होला होइन। अरू त मेरो भन्नु के सुन्तला पनि खाइयो होइन। आज चिसो धेरै खाइयो कि होइन। म सुन्तला खाइन्छ होइन। अब चिसो पनि बढ्दै गर्छ होइन। पानी आइरहेको छ होइन। अब एकछिनमा अब मम्मी आउनुहुन्छ खानासाना खाने अनि सुतिहाल्ने कि गटाङगुटुङ होइन। अब जाडो बढेको छ होइन। लास्ट थके लाग्छ कि आज स्कुल गयो होइन। अब बिहानै जानुपर्छ नि होइन। सो त्यही नै हो गाइज। अब बाँकीको भ्लग चाहिँ भोलि होइन। भोलि शनिबार छ होइन। नुहाइधुवाइ गर्ने होइन। केटाहरूले के भन्छन् पानी बिदो भयो भने यस्तो घुम्न पनि गइन्छ होइन। केटाहरूले प्लानिङ गरेका छन् कि छोटा मोटा प्लानिङ गर्छन् नि होइन केटाले होइन। भोलिसम्मलाई बाई। गुड मर्निङ गाइज। अहिले चाहिँ म उठिसकेँ होइन। अब रातभरि पानी परेको थियो होइन। बुसुक्कै निद्रा लाग्थ्यो कि अनि अहिले चाहिँ पानी पनि बाहिरतिर बिदो भइसकेको छ होइन। कुहिरो लासहरू गऱ्यो होइन। अब फेरि पानी आउँछ के गर्छ थाहा छैन। अनि घाम पनि लाग्ने जस्तो छ कि कुहिरो छ अनि अहिले चाहिँ 6 बज्यो। म उठिहालिसकेँ होइन। मम्मीले उठाउन मलाई अनि अब चाहिँ चिया खान्छौँ होइन। अब मुखसुख त धोइसकेँ मैले। ब्रस पनि गरिसक्यो अनि अब त्यही अब चिया खाने होइन। पानी पनि बन्द भयो कि हिजो रातभरि आयो कि अनि अहिले चाहिँ बन्द भएको छ होइन। अब कुहिरो लाग्छ वरिपरि होइन। अब चाहिँ केटाहरूले आज कहाँको प्लानिङ गरेको थियो क्यान्सलै हुन्छ होला अब यस्तो पानीमा। कहाँ कति जाने कुरो पनि भएन अनि आज चाहिँ घरै बसिन्छ होला होइन। मैले ट्याक्क लगाएर चिया खानु लागिसकेँ होइन। अब चिया खानु पऱ्यो होइन। अब त्यस पछाडि अरू काम गर्नु पर्ला नि होइन। हामीले काम पाइसक्यौँ होइन। अब आज एकादशी पूजा रहेछ अनि मम्मीले एकादशीको उपासना गर्नुभएको छ कि अनि अहिले लिङ्गो ल्याउनु जानु लाग्छौँ बाहिरमा भएर अनि अब बाँसको लिङ्गो ल्याउनु जानु लाग्छौँ होइन। सो फाइनली अहिले चाहिँ मैले लिङ्गो ल्याएर आइसकेँ अनि अब यसको चाहिँ यहाँ तुलसीहरूको पूजा हुन्छ कि यसमा गाडेर होइन। त्यही हो अब यसको पूजा हुन्छ अनि धेरै दिन पानी आइसकेपछि पानी बन्द भएर अहिले घाम लाग्न लागिसकेको छ होइन। हेर्नु पारी घाम लाग्छ। हाम्रो घर त अझै राम्रो लाग्छ छैन हेर्नु। अहिले चाहिँ आज शनिबार भाइको कपाल फालिदिन लगाएँ मैले अनि भाइको कपाल बढेको छ कि अनि फालिदिनु पऱ्यो भाइको कपाल अनि ट्याक्क लाएर त्यो चाहिँ ट्याकटुक भाइहरूको कपाल फालिदिएर भेजिसक्यो होइन। दुई भाइको अनि अहिले टाइम पनि लाग्यो होइन। अहिले चाहिँ घाम पनि लागिसक्यो कि अब नुहाइधुवाइ गर्नु पर्ला नि अब चाहिँ होइन। दुइटा तोर्पेहरूको कपाल फालिदिइसक्यो होइन। त्यो अब चाहिँ फेरि बादल गऱ्यो होइन। अब चाहिँ फेरि मैले नुहाउने बेला बादल गऱ्यो। अब मैले नुहाउनु पऱ्यो होइन। अब भोलि फेरि जाने 6 बजी जानुपर्छ कि अनि आज हो आज छुट्टीको दिन अनि त्यही भएर भिडियो पनि बनाएको। भिडियो बनाउनु पनि पाइनँ कि हप्ताको एकचोटि पनि खै अब त त्यसै त्यस्तो होमवर्क हुन्छ लास्टै अनि के गर्ने। खानासाना पनि भइसक्यो होइन। अब फेरि घाम लागिसक्यो होइन। अब पानी आउनु क्या जस्तो छ होइन। सो फाइनल्ली मैले भाइले मिलेर तरुल ल्याएर आयौँ होइन। अनि बाहिरतिर तरुल थियो कि अनि आज मम्मी आएको छैन भात खाना हुन्न अनि तरुल खोजेर ल्याइदिएको होइन। यत्रो रहेछ होइन। आज यत्तिका भेट्यो होइन तरुल आज होइन। उपासना गर्नको दिन त भेटिन्छ क्या तरुल त्यही हो। सो त्यही नै हो गाइज। अब चाहिँ मेरो काम सुरु हुन लाग्यो कि अब होमवर्क गर्न पऱ्यो होइन। भोलि बिहान ट्युसन जानुपर्छ अनि होमवर्क गरेको छैन टन्नै छ कि होमवर्क अनि अब होमवर्क गर्छु होइन। अब टन्नै रमाइलो भयो कि आज अनि हिजो रमाइलै भयो होइन। सुन्तला नि खायो होइन। गाइज होपफुल्ली हजुरहरूलाई आजको भ्लग मन पऱ्यो होला। मन पऱ्यो भने लाइक सेयर र सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर द वाचिङ। बाई।